अन्सा है अनिसासँग भेटेको थियो यत्रो दिन त भएको छैन, यति धेरै दिन त भएको छैन, तर छोटो समयमा पनि कति धेरै अन्सासँग माया बस्न गयो त्यो मलाई पनि थाहा नै भएन है। सायद भगवानले जुराएर पठाउनु भएको जोडी होला सायद। स्वर्गमा शिव पार्वती, पृथ्वीमा अनिसा र जीवन। ओ माई गॉड अनि मैले अन्सालाई कति लाइन हाने, तर लास्टमा गएर चाहिँ अनिसालाई नि मैले त्यो हानेको लाइनको महत्त्व बुझेर होइन त्यो लाइनहरूको कदर गरेर अन्साले पनि अहिले चाहिँ मेरो माया बुझ्दै आएको जस्तो मैले अनुभव गरिरहेको छु। सो त्यही भएर मैले हिजो एउटा लाइन भनेको चाहिँ मैले एउटा होइन मैले 2वटा लाइन भनेको थिएँ, त्यो चाहिँ अलिकति मलाई पनि राम्रो लाग्यो, बोल्दाखेरि अलिकति राम्रो भनेको छु। त्यो चाहिँ फेरि त्यो पनि भन्छु, अन्सालाई पाएमा सबैभन्दा धेरै खुसी है। मैले अरूलाई यति धेरै चाहेको थिइनँ जति अनिसालाई मैले चाहन्छु है। अन्सालाई मैले सुख बनाउनु नसके नि एटलिस्ट दुःख चाहिँ दिन्न। अन्सा मर्नै पऱ्यो भने अन्साभन्दा बरु पहिले मै मरिजाउँ। सो अन्सा यो जिन्दगी यति धेरै लामो जिन्दगी कतिन्जेल बाँचिन्छ थाहा छैन, तर जति बेलासम्म बाँचिन्छ, जति समय बाँचिन्छ अन्सासँगै बाँच्न पाऊँ। अन्सा यो मेरो यो जिन्दगीको बाटोहरूमा अन्सा मलाई साथ दिन तयार हुनुहुन्छ? Would you marry me? एकदम Would you marry me? Oh my god! Oh my god! guys, Oh my god! thank you so much, thank you so much. अनि अब म चाहिँ के भन्नु, के भन्नु अब केही भनिदिनु पर्यो नि त मेरो लागि पनि अब। अनि म चाहिँ के भन्नु, मलाई त आउँदैन तपाईँ भन्नु। नआएर हुँदैन, केही न केही भन्नै पर्यो। ए साँच्ची हिजो लाइन भन्दै थियो त। जुम गर्नु न लाइन नै भन्नु। लाइन भन्नु नि त, त्यहाँबाट लाइन भन्नु, करेन्ट यता मलाई लाग्छ। लाग्दैन होला त्यस्तो लाग्ने टाइपको चाहिँ छैन है फेरि। ल सबैजनाले लाइन भन्दैछ, त्यस्तो त छैन। कतिले त हेरिसक्यो होला भिडियोमा, मैले हेरेको छैन नि त। तपाईँले हेर्नु भएको छैन, कतिले चाहिँ भिडियोमा हेर्नुभयो होला है। लाइन कि लायो नरे लाइन हो, लाइन स्टाटस, मतलब स्टाटस होइन लाइन। के भन्ने त्यस्तो राम्रो छैन है फेरि। ल जस्तै भने सुनौँ न त। यहाँ लाइन भन्ने यता करेन्ट मलाई यहाँ दिनमा मलाई लाग्छ, म भ्याट्याक हुन्छु। सबैजनाले सुन्नु रेडी? आर यु रेडी गाइस? आर यु रेडी? सबैले हेरिसक्यो भिडियोमा, त्यति राम्रो चाहिँ छैन गाइस। मेरो पनि एउटा सरजी हुनुहुन्छ, काले काले हल्का नक्कले, काले काले भएर के भयो त साह्रै दिलवाले छ। ऊ अलि अग्लो छ, म हल्का उच्चो छु, हाम्रो जोडी एकदम सुहाएको छ। सारा दुनियाँले त मन पराइसक्यो, उसले पनि मन पराइसक्यो, अब मैले मन पराउँछु भन्न बाँकी नै छ। कहिले काहीँ लाग्छ यतिको माया गर्ने मान्छे पाउँदैन कि जस्तो, अब पाइसके भेट हुन बाँकी नै छ। आफूलाई भन्दा बढी विश्वास गरेको छु, मेरो विश्वास नतोड्दिनु यति भए पुग्छ। आशा राखेकी छु पछि हामी सँगै हुन्छौँ भनेर, मलाई छोडेर नजानु यति भए पुग्छ। मैले छोडेर जान्छ कि भनेर चिन्ता नगर्नु, हजुरको सुख दुःखमा साथ दिन्छु भनेर रोजेको हो, छोडेर कहिले जाने छैन, ढुक्क भए हुन्छ।
जिन्दगी आँट भरोसा विश्वास र साथले चल्ने हो। हजुरको साथ मलाई जिन्दगीभर चाहिनेछ र सधैँ दिइराख्नु होला। म हजुरलाई नै पर्खिराख्नेछु, सधैँ पर्खिरहनेछु। बुझ्नुभयो डियर सरजी? पारा टिका गाइज यार म मरे। आजै हाम्रो बिहे होला जस्तो छ त। मैले मतलब उहाँसँग रिलेटेड मतलब सबै कुरा चाहिँ उहाँकै जोडेर बनाएको खासमा। मैले थाहा पाइसकेँ त। ओ माई गॉड, थ्याङ्क यू सो मच। अन्त बिहे फिक्स होइन त हाम्रो? बिस्तारै हो त्यो सोलो मोसनमा अलि यस्तै। Oh my god! आयो गाइस। Oh my god. आज फिक्स भइसक्यो। अब दाइको पालो अरे। मलाई के हेर न म मस्केको, तपाईँ नमस्किनु नि। नमस्किनु। यहाँनिर अब यहाँनिर एकछिन मम्मी कहाँ हुनुहुन्छ? मम्मीलाई बोलाउनु पर्छ क्या। मम्मी कमेन्ट गर्नु त, मम्मीलाई बोलाउनु एकचोटि। बाबा हुनुहुन्छ? गरिदिनुलाई ओके गुरुङनी। बाबालाई बोलाउने थिएँ। आज चाहिँ फिक्स माग्ने कुरा बाबा। आज चाहिँ मान्छेलाई माग्ने कुरा है त। है अहिले दिदी हजुर दादालाई नाच्नु भन्नु न रे। को दिदी? बाबा हुनुहुन्छ? बाबा कालो टिका लगाउनु न। म टिका कहिले लगाउँदिनँ सधैँ। मैले लगाइदिइसकेँ त यहाँ कालो टिका। एकछिन त। ए मम्मी बिरामी छु भाइ भन्दै हुनुहुन्थ्यो। उहाँको मम्मीको चाहिँ दाँत उख्ल्नु भएको अरे कि, अनि त्यही भएर दुख्यो भन्दै हुनुहुन्छ। थ्याङ्क यू फर फलो। बाबा हुनुहुन्छ त? बाबा कमेन्ट गर्नु त। आज बिरामी छु भाइ भन्दै हुनुहुन्छ है। ल गेट वेल सुन हाम्रो मम्मी सबैजना गेट वेल सुन लेख्दिनु होला। ह्यासट्याग भाइ भन्दा नि के मम्मीले कहाँ माथि हेरेको? यता छु म। गेट वेल सुन आइतरिका। ओ माई गॉड, लाज लागिरहेको यसरी नै हुन्छ। म यस्तै कपडा नि हुन्छ त्यस्तै कपडा। के अनि अरू भन्नु केही छ? आफू बुझ्नु नि, सबै कुरा मैले भन्नुपर्छ। भन्न खोजेको बुझ्यो। कामै काम छ र त भोलि। मेरो बाबा नि परदेशमा हुनुहुन्छ नि त, अनि काम गर्नुहुन्छ। त्यही भएर हुन्छ। म के भइरहेको छु म आफै थाहा छैन। म हिँड्छु देखेको छु कि के आवाजहरू देखिरहेको छु। अन्त अनि अन्त त सत्य हो। मम्मी चाहिँ आज हल्का बिरामी हुनुहुन्छ, त्यही भएर नत्र अघि मम्मीलाई चुप गर्थ्यो कि। बाबा हुनुहुँदैन के अरे? बाबा कुन अब कुरा गरौँ हुन्छ, मायाको बातहरू गरौँ। म सुन्छु सुनेर मात्रै कहाँ हुन्छ त नि, हुन्छ नगरेर हुन्छ नि। म त लाइफमा बस्दा जहिले यही कपडा ल्याएर आऊँ कि के हो अरे। भिडियो हेर्नु न। हुन्छ तपाईँहरूले भिडियोहरू हालिदिनुहुन्छ कि हाम्रो जति पनि भिडियोहरू हालिदिनुहुन्छ
मेन्सन गर्नु होला होइन यति धेरै आउँछ कि भिडियोहरू सकेसम्म रिपोस्ट गरेकै हुन्छु कमेन्ट गरेकै हुन्छु सबै गरेकै हुन्छु होइन फलो गरिदिएकै हुन्छु यदि अब तपाईँहरू कसैले भिडियोहरू हालिदिनु भएको छ अनि छुटेको छ भने प्लिज नरिसाउनु होला है अब एक न एक दिन देखि नै हाल्छ देखिन्छ हामीले त्यति बेला गरिदिउँला है सबैजना नरिसाउनु होला हामी अन्त किन अघिदेखि किन नजाएको छैन म क्या गर्दा म देखिरहेको छु ती क्या त होइन किन नजाएको आज त के भयो गाइज के भइरहेछ आज यो त त्यो फिल्मतिर हुन्छ यस्तो त अघिदेखि मस्केको छ मैले लाइन भनिसकेँ त तपाईँ ढिला आउनुभयो अघिदेखि देखिरहेको छु मैले मस्केको छ होइन गाइजले यस्तो त साँच्चै फिल्मतिर मात्र हुन्छ यति साह्रो त मतलब यसरी त्यो अब त्यो हेर्दै मस्को केही बोल्नु छैन त्यस्तो त फिल्ममा हिन्दी मुभीतिर हुन्छ त बिग फ्यान भन्नुभएको छ धेरै धेरै धन्यवाद अनि अलि त्यो उयो ओढ्नु पर्यो यसरी बेहुलीले यस्तो त्यसरी अनि यस्तो यसरी ल यस्तो गरेर बिस्तारै सोलो मोसनमा यसरी निकाल्नु पर्यो ल अनि त्यसपछि नजर पनि सुरुमा तलै हुनु पर्यो अनि एकछिन पछाडि मात्रै यसरी माथि ल केटी माग्न आइरह हो तपाईँ केटी माग्नु होइन सेम बिहे भिडियो हेर्नु नि दिदी हो के ल सनमामा अलि तल हेर्नु पर्यो अलिक घोप्टिनु पर्यो देश्यो 3 2 1 गो Oh my god! मान्छे छैन अनि कसलाई हेर्नु म चाहिँ आयो कहाँ भागेको के Oh my god! आयो गाला रातै हो मेरो गाला यतिकै रातो हुन्छ हेर्ने मान्छेहरू कहाँ भागेको त्यो भयो फेरि मान्छे छैन अनि म चाहिँ कसलाई हेर्नु Oh my god! मैले खप्नै सकिनँ म त्यो अवतार मैले खप्नै सकिनँ मैले ल गाइज फेरि ल 3 2 एकछिन यताउता नभाग्नु नि अब ल 3 2 1 गो Oh my god! कहाँ भागे Oh my god! किन भागेको यतिकै बस्नु अयो म साँच्चै खप्न सकिनँ मैले साँच्चीकै मान्छे त पारीभित्र पुग्छ म चाहिँ अनि कसलाई हेर्नु क्या खाली बस्नु म साँच्चै खप्न सकिनँ क्या हाँस्ने नि त्यही बसेर हाँस्नु नि म चाहिँ अनि यतिकै अब हेर्छु अनि मान्छे छैन क्या त म गाइज यार यो लाइभ हो कि मुभी हो मुभी मान्नु न एकछिनको लागि जीवन अनुसार मुभी एकछिन अलि गाइस अनि म खप्नै सक्दिनँ नि के भएको अनि अब लास्ट 3 चोटिमा त राङ्गै पनि छिन्छ म अब चाहिँ म आफूलाई यस्तो कन्ट्रोल यहाँबाट उता नजानु नि त्यहाँ जान्न यहाँबाट प्लिज एकछिन गाइस अब म साँच्चीकै जान्न ल 12 12:30 हुन धेरै स्लो भयो कि दिदी ओ ल अन्त धेरै अनि यस्तो गर्दा नि यस्तो खप्दा पनि म खप्नै सक्दिनँ कि ल छिटो ल लेट्स गयो त ल अलि छिटो हेर्नु पर्यो ल अलि त्यो ढिलो गरेपछि झन् यता उता नभाग्नु नि ल लेट्स गो 3 साँच्चै मान्छे मैले कन्ट्रोलै गर्न सक्दिनँ कि भयो अब चाहिँ एकचोटि लास्ट अब चाहिँ अलिक छिटो हेर्नु पर्यो क्या अलिक छिटो त्यो बिस्तारी गर्दा झन् यताबाट सो लेट्स गो गाइस ल अब चाहिँ बिस्तारै होइन छिटो ल यस्तो गरेर यस्तो हेरिहेर्नु आर यु रेडी गाइस एकछिन आर यु रेडी सबैले रेडी लेख्नु पर्यो अब चाहिँ म आफूलाई थाम्छु रेडी एकछिन नै हान्छ रेडी
यस 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 अब चाहिँ म आफूले थाम्छु मर्दको छोरा भएपछि यति त तर के गर्नु ल अनि अब चाहिँ अलि छिटो ल भन्छ त्यो ढिलो गरेर त म त झन् रास्तो हुन्छ नि छिटो न ल 3 2 1 गो ल आयो अब म सक्दिनँ रहेछु भयो गाइज यार लास्टै भयो धेरै नै वाह अरे आजको लाइफ चाहिँ राम्रै भयो डान्स गर्नु अरे तपाईँलाई डान्स गर्न आउनु परेन गर्नु नि कस्तो आइहाल्छ नि गाइज सिकाउनु नि त म चाहिँ के भनेर सिकाउनु खै ल अन्सा ल म ल अब अन्साले मैले त अब म त्यसरी हेर्छु ल ल ल म त्यसरी हेर्छु ल म त्यसरी हेर्छु आर यु रेडी यतिकै ल आर यु रेडी 3 3 2 1 तपाईँले भनेर कहाँ हुन्छ त ल ल ल 3 2 1 गो भयो भयो अब चाहिँ नहाँस्ने भयो अब चाहिँ रिटेक है भयो 3 2 1 भन्ने 3 2 1 गो Oh my god. गाइज उता ऊ के अरे जीवनको डान्स हेर्नु मन छ भने मलाई जिताउनु ब्ल्याकमेल भयो कहाँ ब्ल्याकमेल हौ गाइज मलाई जिताउनु डान्स हुन्छ उताबाट अस्तिको जस्तो बरु बनाउन न त्यो सिकाएर मलाई अब यो गीतमा गाइज उता जीवनको डान्स हेर्नु भयो यहाँ जिताइदिनु पर्यो मलाई जोडी सुहाग त जोडी सुहाएको छ तर मेरो जीवनलाई आइसले डुबाएर हेर्नु न उता ओ माय गॉड म कहाँ जानु माया अन्साको मायामा त डुबिसके यो आइस त के हो र आइस जीवनको लागि केही पनि होइन गाइज त्यही भएर मलाई जिताम ल उता डान्स हेर्ने हो भने अझ दाईको दारी कहाँ गएछ नाइ दारी चाहिँदैन यतिकै ह्यान्डसम छ मेरो राजा क्या बोला मैंने क्या बोला आरन थापाले भनेको गीत त्यो गीत त स्लो रहेछ मैले अघि एउटा टिकटक बनाएर चाहिँ हालेको छु कस्तो देखेको छ आज भन्नु पर्यो साथीहरू पछि सँगै भएपछि त डान्समा मात्र भिडियो आउँछ उहाँलाई त नचाउने मात्र हो मेरो काम म त डान्समा मात्रै होइन मान्छेको इसारामा पनि नाच्छु नि होइन क्या गाइज म त उहाँलाई डान्स गर्न आउँदैन नि त डान्समा मात्र भिडियो आउँछ पछि छिटो गर्नु अनि मिलेन भने चाहिँ म मिलेन भन्छु आउँदैन भन्छु झन् छिटो न ट्राई मात्र हो अन्जलाको हो म अन्जलाको नाच्ने टिकटक बनाउँदा नि एक्सप्रेसन कस्तो खतरा दिन्छ नि छिटो छिटो आफूले जे आउँदैन त्यो चिज चाहिँ हो क्या भाइ सिक्ने अनि सिक्ने त भने सिकाउँदैन सिक्ने त भन्दैछु त नि अनि थ्याङ्क यू सो मच फर सेयर भूमिका राणा मगर
फोन क्यों नहीं उठा रहे थे? साइलेंट पर था। फिर से अपने पहले वाले कपड़ों में आ गए? लंबा सफर था तो कंफर्टेबल कपड़े। ऐसे अचानक क्यों जा रहे हो? तुम्ही ने तो कहा था जाओ। हाँ तो क्या हुआ? तुम क्या तर छूटे? कति लामो छ क्या क्या कहा? क्या कहा? प्यार कर सकते हो? क्या कहा तुम मुझसे प्यार कर सकती हो अलि प्यार त्यो कर अलि कस्तो टाइपले क्या कहा तुम मुझसे प्यार कर सकती हो तुम मुझसे प्यार कर सकती हो। मतलब अब अलि कस्तो टाइपले क्या यस सुन्नु न पहिला अगर तुम्हें प्यार करना ही है तो मुझसे कर लो। क्या कहा? क्या कहा? तुम मुझसे प्यार कर सकती हो? मुझसे प्यार कर सकती वो सब मैं नहीं जानती। सुन्नु चलो अब जल्दी से मुझे आई लव यू कह दो। लव यू टू कह के मैं एक्सेप्ट एक्सेप्ट गर्दैन भयो त्यो जाइ पुगेर नि त्यही कुरा आउँदो रहेछ। छिटो यसमा चाहिँ ल सिरियसली भाइ ओके। करना ही है तो मुझसे कर लो। क्या कहा? भन्नु त क्या कहा? अलि त्यो सकबाट ह्या टाइपको क्या त्यो आफूलाई मन नलाग्दा क्या कहा अँ, तुम मुझसे प्यार कर सकते हो अच्छा क्या के कहा भन्छ तुम मुझसे प्यार क्या? कर सकते हो तुम मुझसे प्यार कर सकती हो? सुन्नु एकछिन है। क्या कहा? प्यार करना ही है तुम मुझसे कर लो क्या कहा? ए तुम मुझसे प्यार कर सकती हो? तुम मुझसे प्यार कर अलि त्यस्तो क्या तुम मुझसे प्यार कर सकती हो टाइपको ले क्या ओ माय गॉड ओए ल गर्नु त ल तुम्हें प्यार करना ही अगर तुम्हें प्यार करना है तो मुझसे कर लो क्या कहा? तुम मुझसे प्यार कर सकती हो? अलि भएन क्या त्यही त अलि यस्तो हल्लिएर क्या त्यस थाहा भएन त्यो भएर क्या तुम मुझसे प्यार कर सकती हो टाइपले। क्या कहा? ओ प्लिज प्लिज ओइ प्लिज 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 मेरो राजा गर्ने अन्त मलाई हाँस्नु बाहेक अरू केही गर्ने आउँदैन मलाई। तपाईँको नि त्यो हातै देखाएको छैन यति मात्र देखाएको छ भने कसरी हुन्छ त अनि त्यो भएन नि त रियाक्सन भएन के भन्छ रियाक्सन दिनै आउँदैन के चाहिँ गर्नु त नि म अनि कस्तो के यस्तो कि अलि त्यो हल्लिने क्या तुम मुझसे प्यार कर सकती हो टाइपको के ओ प्लिज त्यो भन्छ मलाई त्यहाँ हाँस्नु बाहेक अरू केही आउँदैन क्या छिटो न त्यसो भए यस्तो अब यस्तो स्टाइल दिएर क्या तुम मुझसे प्यार कर सकती हो कि कपाल सपाल यस्तरी चलाएर क्या तुम मुझसे प्यार कर सकते हो टाइप कपाल यतिको हल्लिएर बस्नु कि तपाईँ फर्स्टमा होइन कपाल यस्तो मिलाएको जस्तो गर्नु म बोलिरहेको बेला चाहिँ कपाल यस्तो मिलाएको जस्तो अनि मैले जब बोलिसक्छु नि अनि त्यसपछि चाहिँ अनि त्यो ठ्याक्क अड्किनु क्या अब जस्तै कोही मान्छेहरू केही बोल्दाखेरि ठ्याक्क अड्केर त्यहीँ बोल्छ नि हो त्यस्तो क्या मतलब यति गरिरहेको छ है क्या तुम मुझसे प्यार कर सकते हो टाइपकोले गर्नु नि ल म पनि हेरेर नि फेरि म गर्दाखेरि चाहिँ यसो ऐनामा कपाल मिलाइरहेको जस्तो गर्नु नि तुम्हें प्यार करना आफ्नै धुनु बस्नु नि यसो कोर्सोट मिलाएको जस्तो गरेर ल हौ ल गर्छु त नि ल अनि गर्नु न अनि म स्टार्ट हुन लागिसक्यो नि त अनि ल तुम्हें प्यार करना ही है तुम मुझसे कर लो क्या कहा? ओ भएन अलि ढिलो भयो छ्या भयो प्लिज छिटो नबोल्नु क्या तुम मुझसे प्यार कर सकती हो क्या कहा गर्नु नि क्या कहा अलि यस्तो क्या कहा पनि गर्न सक्नुहुन्छ क्या तुम मुझसे प्यार कर सकती हो गर्नु नि ल यतिको ल एकचोटि गर्नु त क्या कहा क्या कहा? तुम मुझसे प्यार कर सकती हो एक्सप्रेसन चाहिँ आउँदैन फेसमा ल आउँदैन हौ। ल 3 2 1 ग प्यार करना ही है तुम मुझसे कर लो क्या कहा? तुम मुझसे प्यार कर सकती हो? वो सब मैं नहीं जानती। के भयो बिर्सियो क्या ल छिटो अलि बल्ल बल्ल गरेको बिर्स्यो भन्छौ बस्नु त्यहाँ बस्नु क्या कहा? तुम मुझसे प्यार कर सकती
तपाईँ अगाडि चाहिँ यतिकै आफ्नै तालले बस्नु नि कोट मिलाएको जस्तो गरेर अनि सुरुमा 3 2 1 तुम मुझसे कर लो क्या कहा तुम मुझसे प्यार कर सकती हो वो सब मैं नहीं नहीं जानती जानती अब चलो जल्दी जल्दी से मुझे आई आगे लव यू बता दो लव यू कह के मैं एक्सेप्ट कर लूंगी तुम्हें प्यार करना है मलाई गर्नै नआउने काम पनि गर्नु लाएर म मर गएँ यार साँच्ची यार यो लास्टको डायलग नै थाहा भएन कि मलाई चाहिँ 3 2 1 गो भन्नु बस्नु नि अनि 3 2 1 भन्नु पर्यो नि त अनि पो आफ्नै धुनमा बस्नु छ 3 2 1 गो प्यार करना है तुम मुझसे कर लो क्या कहा तुम मुझसे प्यार कर सकती हो वो सब मैं नहीं जानती चलो अब जल्दी से आलू पिका दो मैं एक्सेप्ट कर लूंगी छिया भयो भयो गाइस यार अति भयो ल त्यो त किन यस्तो लाटा पाराले पुरा आफ्नो यस्तो कोर्सुट मिलाएर ल 3 2 1 गो मतलब यो मोबाइलमै क्या ऐना हेरे जस्तो रे यस्तो क्या आफ्नै तनमा ओके ओके ल ओके क्यामेरामा ओके मेरी माल मोबाइललाई ऐना सम्झिनु ओके मेरी माल छिटो ल छिटो ल भयो 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 3 भयो छिटो न 3 3 2 2 1 गो अगर तुम्हें प्यार करना ही है तो मुझसे कर लो क्या क्या कहा ए क्या क्या कहा आइ म कहाँ गएर मन हो यो हमसे नपाएगा और नेक्स्ट सॉन्ग one last भयो नेक्स्ट सॉन्ग last one क्या कहा तुम हमसे प्यार कर क्या सकती हो कहा तुम मुझसे प्यार कर सकती हो तुम मुझसे प्यार कर सकती हो क्या कहा भन्नु न हाँ। अगर तुम्हें प्यार करना ही है तो मुझसे कर लो क्या कहा तुम मुझसे प्यार कर सकती हो वो सब मैं न जानती चलो अब मुझे आई लव यू कहा कि भयो प्लिज अब त भयो अब त भयो अब त हेर्ने मान्छे हेर्नु हुने भ्युअर्सहरूले नि सर भयो गाइज यार लास्टै भयो अब भनेपछि त म पनि के लगाउन जाउँ कि लाउनै पर्ने हुन्छ तपाईँ जन्ती अब कहाँ जन्ती लोखन्ती लोकन्ती यस यस Oh my God! उठाउनु परेन परे नि पर्यो परेन परे नि एकैचोटि होइन क्या 3 2 1 3 2 1 थ्याङ्क यू करिना विकास 3 2 1 go. Go.どうもありがとうございます。言ってください。一回。皆さん皆さん、 何ですか何 के です भनेर नेपालीमा भन्नु त यति बेलासम्म इमामाले मतलब यति बेलासम्म हेरिदिनु भएको पनि धेरै धेरै धन्यवाद मित्ते कुरेते के भन्नु 皆さん今まで今まで皆さん今まで私たちのライブは私たちのライブはあ見てくれて見てくれてありがとうございまし見てた。くれてありがとうございました。どうもありがとうございました。どうもありがとうございました。 1 million も1ミリオンも何ですかツイッター。いいよ、ガイズ、एकछिन ल भयो हाम्रो 2 वाला पोज 2 वाला पोज त भयो भएन भयो। त हाम्रो लभ वाला पोज यो भयो अब यस्तो अलि 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 पछाडि
どこ私。 Nasa mama iyo. भयो? मलाई तपाईँ त्यति बस्नुमा ओ माई गड टाइपको रियाक्सन दिन्छ नि यस्तो। ल ल भयो होला है भयो। ए, नमस्ते वाला नमस्ते वाला। आज त मलाई ल अब के भने थ्याङ्क यू सो मच। ल ल लभ यु गाइज अल है। यो हेर्दैन नानी मनायो जिजु आउनेवाला छैन अर्कै गरेर हिस्ट्रीलाई लाइकमा नाइट गाइज यार साँच्चै हान्दिन्थ्यो म यहाँ नजिक भएको भए फिर्ता नफिर्ता फिर्ता प्लिज। यो हुन्न है यो ह्यासट्याग गाइज उतापट्टि ह्यासट्याग फिर्ता लेख्नु पर्यो। फिर्ता लेख्नु पर्यो प्लिज यो प्लिज फिर्ता गाइज यो फिर्ता हुन्न फिर्ता लेख्नु पर्यो कि त यस्तो यस्तो फिर्ता हुन्न के फिर्ता लेख्नु परेन कि आएको त छैन भन्नु नि रे आएकै छैन अनि कहाँबाट फिर्ता कि त लिनु पर्यो कि त आएकै छैन फिर्ता कहाँबाट आउँछ आएकै छैन फिर्ता कसरी हुन्छ फिर्ता अब त्यहाँनिर सबै फिर्ता कुदाउनु पर्यो। कुदेको छैन फिर्ता यहाँ आएकै छैन अनि फिर्ता यहाँ आइपुगेको छैन फिर्ता कसरी फेरि दिन्छु फेरि। लु, गर्न फेरि आएको छैन भने फेरि दिन बाई बाई ल हसन छ टेक केयर टेक केयर। भ्युअर्सहरूले आएकै छैन भने यता अलि अगाडि यस्तो टाउको यता राम्रोसँग बस्न कसैको नजर नलागोस्। भाग्यमानी हुनु पत्नी हजुर धर्मपत्नी स्वास्नी मेरो स्वास्नी। बाई 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 ओके ल ल बाई 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 दा थ्याङ्क यू सो मच सबैजनालाई ल बाई बाई। यति छ